मेरो धेरैवटा प्रश्न हुन्छ एउटा मात्र पनि होइन र जवाब चाहिँ अलिक चित्त बुझ्दो किसिमले यो हाम्रो बसको कुरा होइन भन्ने जस्तो किसिमले पहिला पहिला दिने गरिएका जस्ता जवाबहरू चाहिँ नहोस् भन्ने आह्वान पनि छ। मेरो पहिलो प्रश्न उपमेयर सरलाई छ। मेयर सरसँग बसिरहँदा वडाध्यक्षज्यू सरसँग बसिरहँदा उपमेयरज्यू हाम्रो साक्षीको रूपमा रत्न प्रजापति सर हुनुहुन्छ, नौलो आयामका सम्पादक र पछिल्लो समय हाम्रो भेटघाटमा र प्रमाणको रूपमा उहाँ हुनुहुन्छ। तपाईँले हाम्रै क्यामेरामा 4 चोटि 5 चोटि धेरैचोटि होइन प्रतिबद्धताको मैले प्रश्न गर्न लागेको म मेरो कार्यकालमा विदेश भ्रमण गर्दिनँ भन्नुभएको थियो। याद छ कि छैन? याद छ? हजुरले भन्नुभएको हो उता पनि देख्नुभयो हो भन्नुभएको छ। र उहाँले के पनि भन्नुभएको थियो भन्दाखेरि म जान्छु तर आफ्नै खर्चमा जान्छु, जनताको पैसामा जाँदैन, सरकारी पैसामा जाँदैन। यसबारेको भ्रमण सुटुक्क जानुभयो, टुरुक्क आउनुभयो होइन। जनताको पैसाबाट जानुभयो कि आफ्नै पैसाबाट जानुभयो? यो प्रतिबद्धता 3 वर्षसम्म पनि तपाईँको टिक्न सकेन भने तपाईँले अरू विकास निर्माणका कुरा भाषण गर्दा जनताले पट्याउनु पर्ने किन है? अनि तपाईँको बढी दायित्व भनेको न्यायिक समिति पनि हो र अनुगमन पनि हो। याद गर्नुहोस्, तपाईँले कति पटक आफ्नो पहलमा मध्यको ठुमी नगरपालिकाभित्र चाहिँ अनुगमन गर्नुभएको छ। त्यसको मलाई एक गरी हिसाब दिनु पऱ्यो र के प्रगति भयो, कारवाही के भयो, अब गर्ने के छ? जनताले यहाँ पसलमा यताउता सबमा कम्प्लेन गरिरहेछ, तपाईँ किन बेखबर होइन? अब कुरा अब मेरो साहबसँग कुरा गर्नुपर्दाखेरि चाहिँ अब जहाँसम्म लाग्छ नदीपुर महोत्सव, गो फेस्टिभल जस्ता विभिन्न कार्यक्रमहरू भइरहँदाखेरि पर्यटनको एउटा राम्रो सन्देश पनि दिएको जस्तो लाग्छ होइन। प्रचार प्रसारको कुरा गर्दाखेरि चाहिँ यसको प्रचार प्रसार कसरी कस्तो हुने गरेको छ यसमा पारदर्शिताको म प्रश्न गर्छु। कसलाई कति बजेट दिएर प्रचार प्रसारको लागि चाहिँ गरियो होइन? कुन मिडियाले कति दियो भनेर तपाईँले हिसाब किताब देखाउनु पर्नेछ र यसको मैले प्रष्ट हिसाब चाहिँ माग्छु। तपाईँले सक्नुहुन्छ भने सक्नुहुन्छ, उता क्यामेरा डेट सक्नुहुन्छ, कुन मिडियाले कतिको ठेक्का पाए सक्नुहुन्छ उतातिर लेख्नु सक्नु भएको है। ओके, मलाई चाहिँ हिसाब चाहिन्छ। म सूचनाको हक पनि माग्न सक्छु र किन दियो, कसरी दियो, कुन आधारमा दियो, पर्यटनसँग सम्बन्धित प्रचार प्रसारसँग सम्बन्धित। अहिले सूचनामा आएको छ विभिन्न फेस्टिभलहरू गर्ने बहानामा यहाँ चाहिँ प्रचार प्रसार बजेट चाहिँ आफ्नो निजी गोजीमा पार्ने गरी प्रचार प्रसार अभियानलाई नै घटाउने होइन। जुन मध्यको ठिमी नगरपालिकाबाट निष्कासा गरिएको बजेटहरूमा चाहिँ लाखौँको रुपियाँको प्रचार प्रसार बजेट भनेर निकासा दिए, तर विभिन्न बहानामा पत्रकार सम्मेलनसम्म पनि नगरी विभिन्न फेस्टिभल गरिरहँदा मैले जुन फेस्टिभलमा अनुहारहरू निहालेको थिएँ ठिमी, बोडे, नवदेश र 4 गाउँकै मात्र थिएँ, बाँकी 80% चाहिँ बाहिरबाट आएको देखियो होइन। त्यसको प्रभावकारिता किन गरिएको भनेर म प्रश्न गर्न चाहन्छु। अनि अर्को कुरा चाहिँ वडाध्यक्षलाई पनि भन्न चाहन्छु, उहाँलाई पनि मैले मेयर साहब जस्तै नै इन्टरभ्यू लिने बहानामा विभिन्न समयमा चुनाव अगाडि सोधेको प्रश्न पनि हो। 4 सालको जवाबमा यो हाम्रो बसको कुरा होइन भन्छ। मसँग प्रमाण छ। मेयर साहबलाई चाहिँ प्रश्न के छ भन्दाखेरि तपाईँहरू जहिले पनि अनुगमन आउनुहुन्छ, मैले तस्बिरहरू देख्छु, सोकेस चिजको फोटोहरू पनि मैले देख्छु। अनुगमनमा चाहिँ के देख्नुहुन्छ तपाईँले होइन? मेन प्रश्न चाहिँ त्यो छ, अनुगमन के का लागि हो? टाइममा भइरहेछ छैन हो भन्नुहोस्। सही मेटेरियल्स प्रयोग भइरहेछ छैन, गलत सामग्री प्रयोग गरिरहेछ छैन, चोरी निकासी भइरहेछ छैन हो भने चाहिँ म तपाईँसँग एउटा प्रमाण पेश गर्न सक्छु। समयले माग गऱ्यो भने चाहिँ जुन बोडेको भाङ्गु टोलमा भइरहेको जुन 2वटा पार्टीहरू छ ती दुवैमा चाहिँ कहाँको बालुवा प्रयोग गरिएको छ जानकारी छ कि छैन? छ। कुन ठाउँको बालुवा प्रयोग गरिएको छ? नगरपालिकाबाट निकासा भएर निर्माण हुँदै गरेको 2वटा प्रोजेक्टमा मनोहरा खोला जुन सार्वजनिक सम्पत्ति थियो त्यहाँबाट चोरी निकासी गरेर ल्याइएको, कुनै किसिमको ट्यापेको वोट नगरिकन चोरी निकासी गरेर ल्याइएको निम्ताहाटी त्यहाँ चाहिँ बालुवा प्रयोग गरेर त्यहाँ सांस्कृतिक सम्पदा निर्माण भइरहेको छ होइन। बाहिर रूपमा चाहिँ राम्रो भयो भने भित्र रूपमै राम्रो हुनुपर्छ होला
त्यहाँ चाहिँ मैले देखिरहेको कुरा यो बालुवा निकासी चोरी विषयमा भ्रष्टाचार न्यूनीकरण विषयमा यहाँ चाहिँ खासै धेरै सम्बोधन गरेको देखेँ। मैले एक कुराहरू केलाइरहँदाखेरि चाहिँ तपाईँको सम्बोधनमा कोही त सुशासन पारदर्शिता होइन मितव्ययिता कोही व्यक्तिले कोही कर्मचारीले कोही जनप्रतिनिधिले 1 लाख मसँग घुस माग्यो भनेर अबका दिनमा कोही व्यक्तिले निगरानी गर्ने अथवा कम्प्लेन गर्ने ठाउँ चाहिँ को हो त्यसमा चाहिँ तपाईँको एक्सन के हुन्छ होइन। सबभन्दा ठुलो कुरा पानी भन्दै त्यहाँ पाल समय टाल्ने कुरा पनि आउँछ। आजको सम्बोधनमा चाहिँ मैले सुशासन र भ्रष्टाचार निवारण सम्बन्धी कुनै पनि कार्यहरू चाहिँ गरेको पाइनँ। त्यसैले चाहिँ यस विषयमा के छ सम्बोधन म चाहिँ यही चाहन्छु। पोहोर साल चाहिँ मैले बालुवा चोरी मेरो साहबलाई चाहिँ प्रश्न चाहिँ के छ भन्दाखेरि सम्पडा भनेको के हो एकदमै चित्त बुझ्दो किसिमले दिनु होला। सम्पडा भनेको के हो? सम्पडा एकदमै विकराल शब्द हो। यसमा चाहिँ जहाँसम्म लाग्छ तपाईँको जवाब सम्भवतः पार्टी पौवा फल्साहरू हो भन्ने आउन सक्छ। तर मेरो बुझाइ होइन। सम्पडा भनेको प्राकृतिक पनि हुन्छ, सांस्कृतिक पनि हुन्छ, भौतिक पनि हुन्छ, मानव निर्मित पनि हुन्छ, अन्य थुप्रै पनि सम्पडा हो। सम्पडा भनेको सम्पत्ति हो। त्यसैले सम्पत्तिको जगेर्ना गर्ने पनि नगरपालिकाको काम हो भने बालुवा जुन नदीपुर नगरपालिकाबाट दिनदहाडे वडा कार्यालयको छेउबाट दिनको हजारौँ बोरा चाहिँ प्रति बोरा 120 रुपियाँ 100 रुपियाँको दरले चाहिँ चोरी भइरहँदाखेरि त्यहाँ दिनको लाखौँको राजस्व चाहिँ चुहावट भइरहेको छ। वडा कार्यालय अनदेखा गरिरहेछ, नगरपालिका अनदेखा गरिरहेछ। यसमा विभिन्न समयमा हामीले पोस्टहरू समाचारहरू पनि प्रकाशित पनि गरेका हौँ। तपाईँहरू भन्नुहुन्छ हाम्रो बसको कुरा होइन। हाम्रो उपमेयर सरलाई पनि मैले उहाँको कार्यक्रममा पनि मैले जाउँ हामी सक्छौँ भने आज अनुगमनमा जाउँ भन्दाखेरि उहाँले प्रयास पनि गर्नुभएको तर त्यो सम्भव भएन होइन। मलाई चाहिँ यी सबै कुराहरूको प्रष्ट हिसाब किताब चाहिँ दिनुहोला। यो सानसाना प्रश्नहरू त धेरै गर्न सकिन्छ तर आजलाई समय पाउने भएको भएर चाहिँ यी कुराहरू चाहिँ मलाई जवाफ दिनु। ओके, प्रश्नको लागि धेरै धेरै धन्यवाद।